हेलो गाइस, सबैजनालाई नमस्कार। सन्चै हुनुहुन्छ होला। न्यू डे न्यू भ्लग लिएर आइसकेको छु तपाईहरूको सामने। सन्चै हुनुहुन्छ होला सबैजना। सताको दिन जस्तै आज पनि हामी खाना खाएर काममा जान लागिसकेको छौँ। आज चाहिँ घाम लाखा एकदम कत्को घाम लागिरहेको छ। बार हो नि त, आज चाहिँ जे लाए पनि पाउँछ। अरू बेला चाहिँ फलमा नै लाउनु पर्छ भने आज चाहिँ जे लगाए पनि हुन्छ। त्यही भएर आज आउटडोर्समा हामी चाहिँ घाम चाहिँ लास्टै चर्किरहेको छ। एकदम गर्मीमा कालो लाउनु हुन्न अरे, झन् गर्मी हुन्छ भन्छन्। हामी चाहिँ किनेको अब काममा बसन्त थापा मगर भ्लग सब्सक्राइब गरिदिनु होला सबैले। यहाँ भएको घर हिँड्छ चाहिँ रातभरि यहाँ बजार सुत्न देखाइने एउटा बिहा घर। ल हेर्न सक्नुहुन्छ गोर्खा हाम्रो अनिल दाई र यो मामा बिचा हाम्रो माया बहिनी हिँड्छको। यो बिरालोलाई यो चाहिँ मामाले हिर्काएर खसालिदिएको। यहाँ यहीँ बसिरहेको थियो, त्यहाँ फक्क हिर्काएर तलतिर खसालिदिएर आएको के बिरालोलाई हिजो नगर्नु के कस्तो मान्छेहरू। हेर नि एउटा छाता जसको छाता त्यसैलाई छाता देखेन झन्। माया थापाको छाता झन् उहाँलाई चाहिँ नदे लुजाले ओढिराख्ने, त्यही पनि शीतलमा चाहिँ। कसको लो परेको टोपी पनि सरकारी टोपी हो होइन। त्यही भएर टोपीको पनि कहिले कहिले बस्न सकिन्छ, कहिले यता कहिले उता। हाम्रो चाहिँ डढेर हैरान भइसकेको छ गाइस। ड्युटी जान पनि गाह्रै छ हो, के त बाटो हिँड्न पनि गाह्रै छ होइन। ओहो 10 मिनट हिँड्न पनि गाह्रो, 10 मिनट हिँड्न गाह्रो छ। हामी चाहिँ रुम हिँडेको पानी आउला जस्तो गरेछ। मौसम चाहिँ शीतलो छ। जिन्दगीमा पैसा र आफन्त रोज्न पर्यो भने के रोज्नुहुन्थ्यो हजुरले? म त पैसा रोज्ने हो। पैसा रोज्नुहुन्थ्यो? साँच्चै किन? यस्तो पैसा नभए भने आफन्तहरू आफ्नै हुँदैन। पैसा भएमा भन्ने मात्रै हो। पैसा बिनामा आफन्तलाई पनि हेर्न सकिँदैन आफूले पनि। त्यही हो। मैले पनि पहिला पैसा रोज्छस् कि आफन्त रोज्न, पहिला मैले फ्यामिली रोज्थेँ। फ्यामिली पछि बल्ल पैसा रोज्थेँ, हो कि होइन? त्यो पनि छ। परिवार रोज्ने भयो होइन। परिवार छ भने त सबै छ नि त, हो कि होइन? अब हामी साथमा पैसा टन्नै छ, अब परिवार भएन भने त भएन नि त, त्यो भन्छ, हो कि होइन? सही हो। अनि पहिला परिवार रोज्ने, परिवार छ त अनि पैसा त भइहाल्छ नि, हो कि होइन? म चाहिँ त्यो तर आफन्तीभन्दा अगाडि त पैसै आउँछ कि। आफन्तीभन्दा अगाडि त पैसै आउँछ त्यो त। मैले नि बुझेको जानेको अहिलेसम्मको 25 वर्षको यात्रामा। पैसा छैन भने कोही आउँदैन नि पराहरू।